ल अब अर्को प्रश्न हाम्रो कति नम्बर अब 6 नम्बर 6 को if x बराबर 3 को पावर 0 प्लस 2 find the value of x हैन ल x को भ्यालु निकाल्नु पर्ने छ x को भ्यालु निकाल्न x बराबर के गर्ने 3 को पावर 0 भने कति हो 1 हुन्छ 1 को 1 प्लस 2 जस्ता तस्तै x बराबर कति भयो 3 आन्सर हो यदि तिमीले यस्तो भन्दिए कति हुन्छ x बराबर 5 प्लस यहाँ लेख्दियौ y लेख्दियौ ल यो कति हुन्छ यो भन्यो भने कति हुन्छ यो भनेको यो यसको होल पावरमा 0 छ कि छैन यो होल पावरमा 0 भने नै 1 हो फेरि यो पुरैको पावरमा 0 भने नै 1 हो है मानो 100 को पावर 0 भने नि 1 हो फेरि सुन्नु त ओ x y को होल पावरमा 0 भने नि 1 हो फेरि जतिको पावरमा 0 आउँछ नि त्यो 1 हो फेरि है 1000 को पावर 0 भने कति 1 सबै बार यसको ठाउँमा माथि 0 छ 1 लेख्यौ यो भनेको 2 फेरि 3 लेख्ने हैन फेरि है 3 0 जा 0 लेख्ने हैन 3 को पावर 0 भने नि 1 हो 3 को ठाउँमा 4 को पावर 0 भने नि 1 हो अब बी नम्बर को है बी नम्बरमा के छ भने सिम्प्लिफाई y plus 3 upon y square plus 6y plus 9 y minus 3 y square minus 6y plus 9 अब यो हाल है यो पछि हेर्नु है यता सुन यहाँ तल छ कि छैन y square plus 6y plus 9 हेर y square यसलाई साइडमा लेख्दा पनि हुन्छ साइडमा लेखेर लेखेर लास्टमा कति छ 3 multiply 3 plus 3 यसको अगाडि कति छ 10 by 1 हुन्छ हैन 1 नलेखे पनि हुन्छ लेखे पनि हुन्छ है यो 9 1 9 जा कति 9 अब कति कति जा 9 हुन्छ 3 3 जा 9 3 3 जा 9 जोड्दाखेरि के आउनु पर्यो बीचको 6 आउनु पर्यो 3 र 3 जोड्दा कति भयो 6 हो 6 आउँछ अब अरु कति कति जा हुन्छ 9 हुँदैन नि हेर 1 9 जा 9 भयो 3 3 जा 9 भयो अरु हुँदैन 9 भन्दा र 1 9 जा भने एउटै 1 लेख्नु भयो नलेख्नु अब यी दुईटा जोड्यो भने 6 भयो ओ भयो हैन y स्क्वायर 6 को ठाउँमा कति गर्ने 3 प्लस 3 लेख्नु y जस्ता तस्तै प्लस 9 पनि जस्ता यो 6 को ठाउँमा 3 प्लस 3 गर्ने जोड्दाखेरि 9 हुनु पर्यो मल्टिप्लाई गर्दा लास्टमा नम्बर हुन्छ है अब y स्क्वायर 3 into y y ले भित्र मल्टिप्लाई गर 3y हेर प्लस इन्टु प्लस प्लस हुन्छ 3 into y 3y प्लस 9 जस्ता यी दुईटामा कमन के छ कमन y दुईटामा कमन y लेख्नु अनि ब्र्याकेट y प्लस 3 यी दुईटामा कमन के छ 3 छ ब्र्याकेट y प्लस 3 3 जा 9 हेर 9 को ठाउँमा 3 कसरी आयो 3 3 जा 9 3 3 जा 9 भयो हैन 3 3 जा 9 यो 9 को ठाउँमा 3 आयो फेरि एउटा 3 बाहिर एउटा भित्र 3 3 जा 9 3 into y 3y 3 3 जा 9 यो y स्क्वायर र y मा हेर y आयो नम्बर छैन नि y दुईटा छ एउटा आउँछ एउटा रह्यो यहाँ y आइसक्यो 3 मात्रै रह्यो अब यी दुईटामा एउटा फेरि y प्लस 3 र अर्को के y प्लस 3 दुईटा y प्लस 3 र y प्लस 3 एउटा यसको अगाडिको y अनि यसको अगाडिको प्लस 3 यो र यो एउटा हो फेरि यो र एउटा लेखेको हो फेरि दुईटा यो र यो मध्ये यो आयो यसको अगाडिको बचेको लेख्ने यसको अगाडिको प्लस 3 हो अब यसको हेर त के हुन्छ यसको पनि गरौँ y स्क्वायर माइनस 6y प्लस माइनस 9 हो प्लस माइनस को फरक हो त्यति है y स्क्वायर माइनस 3 प्लस 3 राख्ने हेर y plus 9 y स्क्वायर माइनस 3y माइनस अब माइनस की प्लस प्लस माइनस माइनस हेर माइनस
ब्रैकेट खोल्दाखेरि माइनस इन्टु प्लस माइनस 3y प्लस 9 हो। यो त जस्ता ब्रैकेटमा त खोलेको। अब y कमन आउँछ हेर, y माइनस 3 यहाँ दिएको माइनस जे छ चिन्ह त्यही ल्याउने, तर 3 y माइनस प्लस माइनस, किन यहाँ जे छ त्यही हुनु पर्यो त, कमन त नभए हेर माइनस इन्टु प्लस माइनस, किन ब्रैकेट दिए त है 3 3 जा 9। यो र यो मध्ये एउटा लेख्ने हो, अर्को के छ यो र यो मध्ये एउटा y माइनस 3। अब यसको हेर त y प्लस 3 छ हैन, y प्लस 3 यो जस्ता जस्तै। यसको के छ हेर त यहाँ y प्लस 3 र y प्लस 3 दुईटा। अब यसको y माइनस 3 जस्ता तस्तै यसको हेर त यहाँ गर्यो लास्टमा आएको y माइनस 3 र ओ y माइनस 3 अनि 0 हुन्छ 0 पछि 1 यो र यो के भयो, यो र यो फेरि यहाँको यहाँ काट्नु मिल्दैन नि, फेरि यताको यता काट्नु मिल्दैन, यहाँको यता काट्नु मिल्दैन, तर सिधा माथि। अब यो प्लस छ त्यही कारण काट्नु हुन्छ है। यसको ठाउँमा कति बच्यो k / 1, यो बचेको y प्लस कति यहाँ k बचेपछि 1, तल बचेको छ y प्लस 3 प्लस 1 अपन यहाँ के बच्यो y माइनस 3 है। अब यो र यो एलसीएम लिने, एलसीएम लिने, यो र फरक हो कि हैन। एलसीएम मा के हो थाहा छ, एलसीएम भनेको कमन इन्टु बाँकी हैन। कमन भनेको के छ र यो एउटै छ, एउटै छ y प्लस 3 या y माइनस 3 फरक छ। अब एउटै भइदियो, एउटा मात्र लेख्यो, माथि जस्ता तसै साट दियो। अब यो दुईटै आउने भयो, फरक छ, y प्लस 3 पनि आयो, y माइनस 3 आयो हैन। यो यहाँ जान्छ y माइनस 3 है, मल्टिप्लाई गर्छ कसलाई 1 लाई, यो 1 सम्म मल्टिप्लाई गर्छ माथि किन जान्छ, यो फरक भएपछि जान्छ, दुईटै फरक छ। यो यता गयो क्रस मल्टिप्लाई गर्छ है, यो यहाँ गयो, यो यता जान्छ मल्टिप्लाई गर्ने हो। अब के गर्दिने y ले 1 लाई मल्टिप्लाई गर्दा त्यही हुन्छ हैन, 1 ले भित्र मल्टिप्लाई गर्दा त्यही हुन्छ y माइनस 3। 1 इन्टु y लेख्नु र 1 लाई लेख्नु एउटै हो, 1 3 दा 3, 1 इन्टु y 1 इन्टु 3 3 नै हुन्छ है। यो र यो के हुने भयो थाहा छ, y स्क्वायर माइनस a प्लस b a माइनस b को फर्मुला लाग्यो। a स्क्वायर भनेको y स्क्वायर, b भनेको कुन हो 3 को स्क्वायर। यो र यो कट छ हेर, माइनस र प्लस कट छ, प्लस 3 र माइनस 3 घटाउँदा 0 हुन्छ भने जस्तै हो हैन। y र y जोडे कति हुन्छ सर तपाईले के त्यहाँ 2y 1 प्लस माथि के 1 प्लस 1 के नभएर राख्नु, यो यहाँ के नभए 1 भयो, यहाँ नजिक यो र यो कटिको के नभए 1 भयो हैन, के नभए 1 भयो। यो जस्ता छ, यो र यो त फरक छ, दुईटै आयो, यो यता गयो मल्टिप्लाई गर्छ, यो 1 मा गएर मल्टिप्लाई गर्छ, यसले मल्टिप्लाई गर्दा a हुन्छ, प्लस को प्लस, यसले मल्टिप्लाई गर्दा y प्लस 3 नै हुने हो। यो a प्लस b a माइनस b, a स्क्वायर माइनस b भनेको 3 को स्क्वायर, 3 र 3 कट छ कसरी, एउटा प्लस र एउटा माइनस, माइनस 3 र प्लस 3 कट छ कसरी भने 3 मा 3 घटाए 0 भने y र y जोडे कति हुन्छ 2y, तल y स्क्वायर माइनस 3 को स्क्वायर कति 9 सम्म भयो। ल यहाँ कति छ x प्लस y बराबर कति छ, x प्लस y बराबर कति छ 5 छ हो। यसलाई चाहिँ ग्राफमा देखाउनु पर्यो, y बराबर गराऊ 5 को 5, यो x उता जाँदा के हुन्छ माइनस हो, यसको अगाडि त प्लस छ उता जाँदा माइनस, यो इक्वेसन आयो। अब यसको टेबल बनाउने, यसको बनाउने हो, अहिले अर्को जोडी गराउने है। पहिला x अपन y को टेबल 0 राख्नु त सर, यो ग्राफमा बनाउँदाखेरि ल x को ठाउँमा कति राख्दा y आउँछ 0 हेर यता y बराबर 5 माइनस x होइन, र पनि गरेर यो साइडमा बुझिन्छ। अब 0 बाट जति नम्बर राख्न सक्छ तिमीहरूले 1 2 3 0 -1 -2 जति नम्बर राख्न सकियो,
तर सकेसम्म ठुलो नम्बर नराख्ने, सानो नम्बर आओस् हैन। 0 राख, 100 मा 0 राख्दा कति आउँछ? 5 मा 0 राख्दा कति? 5 कति राख्दा? 100 मा कति राख्यौ? 0 0। y कति आयो? 5 ओ 5 आयो है। अब 1 राख्नु। अब x y बराबर हेर 5 - x क्वेशन हो। 1 राख्नु। x उता लियौं प्लस भयो, उता जाँदा के हुन्छ? माइनस हो। 5 - x जस्ता यो क्वेशन हो। y बराबर कुन कति नम्बर राख्ने? 1 राख्यो भयो, 2 राख्यो भयो, 3 राख्यो हुन्छ, जति राख्यो हुन्छ। x को ठाउँमा कति राखौं? 1। अब 1 राखौं ल। y बराबर कति आयो? 5 मा 1 घटाए कति? 4। कति आउँछ? यति नम्बर लेख्दा पनि हुन्छ है। यति नम्बर लेखे हुन्छ। पॉइंट्स आर 0,5 पहिला 0 लेख्ने अनि 5 त्यसपछि कति? 1 4। अब यसलाई गराऊ, यता हेर त, यसलाई गराउनु छ। यता सुन्नु के, यसलाई गराउनु छ है। x minus y बराबर 1 दुईटा बनाउने छ। यो साइडमा र पनि लेखिरा केही फरक परेन। y लाई उता लगेन, माइनस छ प्लस लिउँ सजिलो पनि हुन्छ। 1 प्लस के हुने भयो? y उता जाँदा के हुन्छ? प्लस, माइनस भयो प्लस भयो। इक्वेसन आयो। x लिए पनि हुन्छ, y लिए पनि हुन्छ है यसमा। अब x र y टेबल बनाऊ। x र y हो त्यस्तै कति नम्बर राख्ने थाहा पाउने है यहाँ। ल x माइनस y बराबर कति छ? यो क्वेशन लिएको फेरि यसको त यहाँ माथि बनाइसक्यौं, उता गएर यसको यहाँ बनायौं। अब यसको चाहिँ सेकेन्ड बक्स बनाएको कि अर्को बक्स बनाएको है। उताको मेटाइदिउँ मैले। यो रफ गरेको, यो रफ है, यो रफ गरेको। यो रफलाई चाहिएन, उता साइडमा लेख्ने। हेर x बराबर कति छ? 1 प्लस y छ। x बराबर हामीले y मा राख्ने। अब कति नम्बर राख्ने? 0 राख्नु भयो, 1 राख्नु भयो, 2 राख्नु हुन्छ है। जति राख्यो 0 राख्नु ल। 0 बाट सुरु गर्दा पनि x बराबर कति भयो? 1 मा 0 जोड्दा 1 भयो। y मा कति नम्बर राखेको? 0। यहाँ तलको सेकेन्डमा हेर त, y भने 0। x को भ्यालु कति आयो? ओ यहाँ राख्ने। x बराबर 1 प्लस y छ हो। 1 प्लस y भनेको कति हो? अब कति राखौं? y मा कति राखौं? 1 राखौं ल। कति भयो? y मा कति राखेको? 1। यहाँ कति आयो? 2। ल यति यहाँ लेख पहिला एकछिन। हेर यो तिर y जुन सेकेन्ड को नम्बर छ नि, यो y को नम्बर पुरै माइनस आयो भने यता प्लस आयो माथि। यो फर्स्ट को नम्बर आयो भने प्लस यता माइनस यता। यो 0 छ, 0 यही पर्यो। अब सेकेन्डमा 5 छ भने सेकेन्डमा 5 कहाँ पर्यो? यहाँ 0 5 है, 0 5। अब हेर यहाँ कति छ? 1 4। 1 4 कहाँ पर्यो? 1 यहाँ। ओ 1 4 भनेको चाहिँ यहाँ पर्यो है। 1 4। अब यो सिधा लाइन हाल्ने स्केलले लाइन हाल्ने है। स्केलले लाइन हाल। अब लाइन हाल स्केलले, जहाँ छ नि स्केल यहाँ राखेर। स्केलले लाइन हाल। अब अर्को जोड्नु पर्ने त फेरि हैन। अब अर्को हेर त, यता हेर 1 0 छ कि छैन? 1 0 कहाँ पर्यो? 1 भने यहाँ 0 यही लाइनमा पर्यो है। 1 0। अब 2 1 2 भने यहाँ पनि हो। अब यो लाइन यता हाल्दिनु यस्तो, जस्तो हुन्छ है। अब कहाँ नजिक कट्यो होला? 1 0 हैन। यहाँ नजिक कटेको पोइन्ट लेख्ने। 4 कति? 2 इन्टरसेक्टिङ पोइन्ट। ए 4 1 होला हैन, 2 हो इन्टरसेक्टिङ पोइन्ट। होइन 4 र 2 हुन्न। हेर त 3 र 2 हुन्छ होला। 3 र 2 हुन्छ। त्यहाँ हेर न आफ्नो यहाँ त उ भयो। कटेको पोइन्ट लेख्ने। कहाँ नजिक कट्यो?
हेर 1,0 यही पर्यो 2,1 मैले 2 र 1 को सिधा यहाँ लेखेँ है अनि लाइन हाल्ने सिधा अब कानुन गर्यो 3,2 मा गर्यो यसको यो ग्राफ भन्दा अगाडिको यो पेजमा लेख्ने इन्टरसेक्टिङ पोइन्ट भनेर लेख्ने है इन्टरसेक्टिङ पोइन्ट 3,2 बल्ल हो यो आन्सर भ्याल्यु